अहिले चाहिँ हामी मिरिकमा आइसकेका छौँ र यो तपाईँले एकदम सुन्दर दृश्य देख्दै हुनुहुन्छ। यहाँ हाम्रो समिता मिस कहाँ पे मिरिक लेक में आ गया है। मलाई एकदमै रमाइलो लागिरहेछ। सिलिगुडीबाट यहाँ मिरिक लेकसम्म आएको छु र यहाँ चाहिँ गरम छैन, यहाँ चाहिँ ठिक्कको मौसम छ, चिसो पनि छैन, गर्मी पनि छैन। यहाँ चाहिँ एकदमै मिठो मौसम भन्छ नि, मिठो मौसम। कहिले खाएको त्यो मौसमलाई? म तपाईहरुलाई अझै पनि राम्रो राम्रो प्लेसहरु देखाउने छु, मसँगै रहनु होला। आज हामी यहाँ मिरिक लेकमा आएको छौँ। अहिले चाहिँ हामी गर्दैछौँ मेरो हस्बेन्डमा दुईजना। मलाई चाहिँ कस्तो डर लागिरहेको थियो, तर अहिले चाहिँ डर भाग्यो। फर्स्ट टाइम हो यो। पहिला मैले चाहिँ नेपालमा हुँदाखेरि चाहिँ एकचोटि गरेको थिएँ, त्यो चाहिँ काठको बोट गरेको थिएँ मैले। यसरी चलाउँदै थिएँ। अहिले चाहिँ मैले यहाँनिर यसरी खेल्दैछु, जाँदैछु। अघि यो ब्रिजमा बसेर चाहिँ मैले अघि फोटो खिच्दै थिएँ। अब चाहिँ हामी यो ब्रिजको मुनि हुँदै हामी चाहिँ ओरतिर जाँदैछौँ। तपाईँहरू देख्न सक्नुहुन्छ, एकदमै राम्रो ठाउँ छ यहाँ। दिस इज ब्युटिफुल प्लेस। मलाई चाहिँ यहाँ आएर एकदम स्वर्ग जस्तै फिल भइरहेको छ, एकदमै दामी। यही अघि मैले माथि बसेर हामी फोटो खिच्दै, अनि पानी पनि झर्दैछ। अहिले चाहिँ हामी यहाँ मिरिकको लेकमा बोटिङ गर्दैछौँ, समिता म्याम र म चाहिँ क्यामराम्यान बनिरहेको छु अहिले। सिलगढीको गरमले तातेर यहाँ हावा खान आएको छुट्टीमा। शीतलै छ है त राजा, शीतलै छ। ठिकै छ, यहाँको घाम अलिकति तलको हेरी त अलिक कम्ती नै घाम लागिरहेको छ, तर पनि स्वेटर लाउन सकिन्छ। यहाँ चाहिँ मेला त होइन, के हो त्यस्तो लागिरहेको छ। हेलिप्याड यहाँबाट कस्तो जान्छ, राम्रो छ त्यो ठाउँ। यहाँ सकेर चाहिँ हामी स्विस कटेज अनि हेलिप्याडमा जानेछौँ। त्यहाँनिर पनि एकदम राम्रो ठाउँ छ अरे, दादाले भन्नु भएको छ। म चाहिँ हाम्रो गाइड हुनुहुन्छ। यहाँबाट मलाई चाहिँ यो ठाउँ एकदमै राम्रो लाग्यो। दार्जिलिङभन्दा पनि दामी लाग्यो। मलाई चाहिँ यस्तो ठाउँहरू एकदमै मजा लाग्छ। अहिले चाहिँ अब चाहिँ हाम्रो सक्यो यहाँनिर